नमस्ते। 3 वर्षको उमेरसम्मको बच्चाहरूको त पट्टी ट्रेनिङ राम्ररी भएको हुँदैन। उनीहरूले पिसाब आएको पनि हरेक पटक थाहा नपाउने हुन सक्छन्। त्यही भएर रातिमा पनि 1-2 चोटि पिसाब फेर्ने हुनसक्छ। बच्चा 3 देखि 5 वर्षको बिचको उमेरको भएपछि उनीहरूको पट्टी ट्रेनिङ पनि कम्प्लिट भएको हुन्छ। यस्तो बच्चाहरू रातिमा एकपटक मात्रै पिसाब फेर्न उठ्ने अथवा कहिलेकाहीँ बच्चाले थाहा नपाएर बिस्तारमै पिसाब फेर्ने पनि हुनसक्छ। 5 वर्षको उमेर पुरा भएपछि भने सबै बच्चाहरूले रातिमा पनि पिसाब नफेरिकन सुत्न सक्ने अथवा राति पिसाब आयो भने पनि बिउझेर टोयलेटमा गएर पिसाब फेर्न सक्ने भइसकेको हुनुपर्छ। यदि 3 वर्षभन्दा कम उमेरको बच्चा पनि रातमा कैयौँ पटक पिसाब फेर्छ, 3 वर्ष माथि पनि एक रातमै 4-5 चोटि पिसाब फेर्ने बानी छ अथवा 5 वर्ष भएपछि पनि उसले बिस्तारमै पिसाब फेरिरहेको छ, पिसाब आएको थाहा पाएको छैन भने कुनै समस्या हुनसक्छ। यसको लागि तुरुन्त जचाउनुपर्छ।